Hello, this is Yama, and I'm going to be talking about confidence and a winning attitude. And I'll be taking questions as well. तपाईलाई कसैले नराम्रो भन्यो भने तपाईले राम्रो भनेर उलाई दुई थप्पड हान्न सक्नुपर्छ। जस्तै कि मलाई कति मान्छेहरूले हेट मेसेजेसहरु पठाउँछ क्या, मुख छाडेर पुरा मुख छाडेर रादिस राद्याट मादिस माद्याट सबै हुन्छ। मेरो र्याप ब्याटल भन्दा नि भिसियस हुन्छ मेरो इनबक्स क्या कहिले काहीँ। म उहाँहरूलाई चाहिँ मसँग आफ्नै तरिकाको थेरापी छ। म उहाँहरूलाई एकदम राम्ररी कुरा गर्छु क्या। उहाँले मलाई जेसुकै भनेर पठाउनुहोस्, जति नै नराम्रो होस्, म उहाँहरूलाई ओहो तपाईलाई त कस्तो राम्रो मुख छाड्न आउँदो रहेछ हैन, धेरै राम्रो रहेछ ल हैन, यस्तै प्रगति गर्दै गर्नु होला, गड ब्लेस यु एन्ड योर फ्यामिली, ह्याभ अ नाइस डे भनेर पठाउँछ क्या। अनि धेरै जस्तो रिप्लाई आउँछ क्या। फेरि त्यसपछि उनीहरूसँग अब कन्फिडेन्स ल्याक गर्छ अथवा उनीहरूलाई नराम्रो फिल हुन्छ। अनि उनीहरूले चाहिँ के भन्छ भने मैले अर्कोलाई पठाएको मेसेज तपाईँलाई गएछ। सबैको त त्यही हुँदैन, तर सबैको मेसेज चाहिँ त्यही हुन्छ क्या हैन। तर सो इट्स हाउ यु डिल विथ द सिचुएसन इज वेल। सो त्यसको लागि त तपाईँ पनि काम हुनु पऱ्यो नि त हैन। तपाईँमा कामनेस हुनुलाई तपाईँले आफूलाई माया गर्नुपर्छ क्या। पहिला आनन्दले घर बसेर कति मजा आउँछ, सुतेर टक्क टिभी हेर्दै टन्न खायो हैन, त्यो भनेको आफूलाई माया गरेको हो क्या। त्यो तपाईहरुले त्यो चाहिँ के कुरा याद गर्नु भने तपाईको जिन्दगी अरूको लागि भन्दा अगाडि तपाईको लागि हो। तपाईले आफूलाई रेस्पेक्ट गर्नु हुँदैन, आफूलाई माया गर्नु हुँदैन भने कसैले तपाईलाई माया गर्दैन, कसैले तपाईलाई रेस्पेक्ट गर्दैन। सो त्यो कुरा चाहिँ तपाईको कन्फिडेन्स बिल्डिङको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ। किनभने तपाईलाई थाहा छ कि तपाईले आफूलाई माया गर्नुहुन्छ, आफूलाई रेस्पेक्ट गर्नुहुन्छ भने तपाईलाई अरूको मतलब हुँदैन हैन। त्यसपछि तपाईँ कन्फिडेन्ट हुनुहुन्छ। किनभने तपाईलाई लाग्छ होला आफूभित्र पनि अर्को मान्छे छ जस्तो लाग्दैन, आफूमै कुरा गरिन्छ नि त हामी हैन। सो हो त्यो मान्छेलाई माया गर्न सक्नु पर्यो तपाईले हैन। सो त्यसरी चाहिँ तपाईको कन्फिडेन्स अझै अगाडि आउँछ। अब हजुरसँग त्यति कन्फिडेन्ट लेभल छ हैन, अहिले हजुरलाई त्यति हामी इन्स्ट्रक्सन दिनुभयो, त्यो पनि एकदम कन्फिडेन्ट चाहिन्छ, एउटा गफ चाहिन्छ हैन सबमा। हजुर त्यसलाई कसरी मेन्टेन गर्नुहुन्छ, एउटा टिप्स भनिदिनुस् न हामीलाई। यु डोन्ट नीड अ लट अफ कन्फिडेन्स टु स्पिक टु पिपल, यु जस्ट ह्याभ टु बिल्ड। हुन्छ नि, सुरुमा त गर्नुपर्छ, एकचोटि सुरु गरेपछि आफै हुन्छ। स्ट्रेन्जर्सहरूलाई साथी बनाउन सिक्नुपर्छ हैन। लाइक स्ट्रेन्जर्सलाई साथी बनाउन सिक्नुपर्छ भन्दैमा फेसबुकमा गएर डेट गरेर पुरा जाने हैन। लाइक लाइक नयाँ मान्छेलाई भेट्दाखेरि पनि बोल्न सक्नुपर्छ भन्नु खोजेको, मिल्न सक्नुपर्छ हैन। मिलनसार मान्छे भयो भने अझै सजिलो हुन्छ। अरू कोही तपाईसँग बोल्न चाहँदैन भने त्यो जस्तै गर्ने कुरै भएन हैन। तर जो मान्छेहरू खासै त्यस्तो बोल्न नसक्ने त हुन्छ जस्तो लाग्दैन। जस्तै एउटा एक्जाम्पल दिन्छु म तपाईँलाई हैन। मेरो उमेरमा म जब भनौँ न, अहिले पनि म जवानै छु हैन, तर जब म एकदमै यङ थिएँ, मेरो टोलमा चाहिँ जो पनि केटी जिस्काउने चलन थियो क्या त्यतिखेर। टन्न केटाहरू बस्ने अनि सिटी बजाउने, लोला हान्ने हैन, त्यसो जिस्काउनु चल्थ्यो। मेरो चाहिँ अनि एउटा दिदी एउटा बहिनी थियो, अनि म चाहिँ कहिले केटी जिस्काउँदिन थिएँ क्या। तर हैन म चाहिँ गएर बोल्थेँ क्या सिधै, मलाई मन पऱ्यो भने तिमी कस्तो राम्री रहेछ नि यस्तो भनेर। अनि उनीहरूले पनि त्यस्तै खालको रेस्पोन्स दिन्थ्यो क्या। जिस्काउनीसँग साले खाते यस्तो भनेर कुरा गर्थ्यो हैन। अब म गएर एक्सक्युज मी सुन्नु न, मैले तपाईँलाई उता स्ट्रिट पारिबाट हेरिरहेको थिएँ, क्या राम्रो लाग्यो, बोल्नु मन लाग्यो भनेर यस्तो भन्थेँ हैन। अब कतिजनाले नराम्रो पनि लिन्थ्यो, तर प्रायः जसोलाई अब मलाई कस्तो राम्री भन्यो भनेर मखा हुँदो रहेछ होइन। लाइक ट्रु, म एउटा नर्मल मान्छे नै त थिएँ नि होइन, अहिले पनि नर्मलै छु, एबनर्मल छैन। तर त्यो कन्फिडेन्स चाहिँ तपाईँको आफ्नै कामबाट आउने हो होइन। अब त्यो मेरो पर्सनल एक्सपिरियन्सबाट हेर्ने हो भने चाहिँ एकदमै धेरै हार्डवर्क गरेँ मैले। अनि मेरो तपाईँहरूको स्टेट अफ माइन्ड पनि क्या, बिहान उठ्दाखेरि कस्तो हुन्छ त, अहिले त मेरो स्टेट अफ माइन्ड पहिलाको जस्तो छैन नि त। सो मेरो स्टेट अफ माइन्ड पनि चेन्ज भइसक्यो। सो मलाई त्यति गाह्रो चाहिँ हुँदैन। खास गरी कन्फिडेन्सको बारेमा चाहिँ कसैले के भन्छन् भन्दाखेरि, जस्तै आफ्नो नेगेटिभ जुन पार्टहरू हुन्छ, जुन कमजोरी हुन्छ, त्यसलाई चाहिँ बढी ध्यान दिने, पोजिटिभ पार्ट त छँदैछ भन्छन्। कसैले चाहिँ के भन्छन् भन्दाखेरि अब पोजिटिभ पार्टलाई चाहिँ अगाडि बढाउँदै जाने, नेगेटिभ पार्टलाई चाहिँ इग्नोर गर्नुपर्छ भन्छन्। त्यसमा चाहिँ के गर्दा चाहिँ राम्रो हुन्छ आफ्नो कन्फिडेन्स बिल्डअप गर्नको लागि? तपाईँको स्ट्रेन्थ जहिले पनि तपाईँको स्ट्रेन्थ नै हुन्छ, त्यसलाई पनि हेर्नै पर्छ। तपाईँको आज स्ट्रेन्थ, जस्तै आजको दिनमा म सबैभन्दा खतरा कपाल काट्छु, त्यो चाहिँ मेरो स्ट्रेन्थ हो भने भोलिको दिनमा अरू कोहीले आएर खतरा कपाल काटिदिनु सक्छ। त्यही भएर म पनि मेरो गेमको टपमा त हुनै पर्यो हैन। मलाई अझै खतरा कपाल कसरी काट्ने भनेर सिक्नु पर्यो। तर मलाई नङ काट्नमा विकनेस छ होला, नङ काट्नु पनि सिक्नु पर्यो नि त मैले हैन।
जस्तै तपाईँले दाल भात तरकारी खानुहुन्छ होइन, हामी त सबैजना दाल भात तरकारी अचार खान्छौँ, मासु होइन। तर तपाईँले भात दामी पकाउनुहुन्छ अरे, भात त गाह्रो छैन, तरकारी नमिठो हुन्छ अरे होइन, अब दाल पनि नराम्रो हुन्छ अरे। अब तपाईँले भात त त्यही कन्सटेन्टली त्यो लेभलमा त बनाउनु पऱ्यो नि त, अझ बेटर गर्नु सक्नु पऱ्यो नि त होइन। तर तरकारी त मिठो खानु मन लाग्दैन, तरकारी पनि सिक्नु पऱ्यो, हो त्यही नै हो क्या बेसिकली। त्यही तपाईँले जसरी लजिकले नै सल्भ हुन्छ क्या तपाईँको क्वेसन्सहरू, तपाईँहरूको सबैको क्वेसन्सहरू होइन। म त्यस्तो कन्फिडेन्स के अरे ट्रेनिङ लिएर आएर पुरा अवार्डेड सर्टिफाइड होइन, तर पनि मैले मेरो लजिकबाट सल्भ गर्छु सबै कुरा, जसरी मैले अहिले गरिरहेको छु होइन। सो होइन, मान्छेले के भन्छ के भन्दैनसँग मतलब भएन। तपाईँको विकनेस भनेको तपाईँको विकनेस हो, त्यसमा वर्क गर्नै पर्छ। तपाईँको स्ट्रेन्थ तपाईँले पलिस गर्नै पर्छ भनेको लाइफ भनेको त्यही हो। तपाईँ जन्मेको त्यही 12 पढ्दासम्म, ब्याचलर्स पढ्दासम्म रमाइलो हो, त्यसपछि दुःख मात्र छ। सो तपाईँलाई के बन्नु छ जिन्दगीमा भने तपाईँ आफ्नो विकनेसमा वर्क गर्नुहोस्, तपाईँ आफ्नो स्ट्रेन्थमा पनि वर्क गर्नुहोस्। सो दुइटैमा वर्क गर्नुहोस्। सो तपाईँले आफ्नो विकनेसमा पनि वर्क गर्नुहोस्, स्ट्रेन्थमा पनि वर्क गर्नुहोस्। स्ट्रेन्थलाई कहिले पनि विक हुनु नदिनुहोस्, अझै त्यसलाई स्ट्रेन्थन गर्दै लानुहोस्। त्यो त तपाईँलाई सजिलै भइहाल्यो होइन, तर तपाईँको विकनेसलाई पनि स्ट्रेन्थ बनाउन सक्नुपर्छ, अथवा एटलिस्ट डिसेन्ट इनफ चाहिँ बनाउन सक्नुपर्छ।